हेलो सम्पूर्ण मित्रमा फेरि स्वागत छ है मेरो च्यानल मार्फत। सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु होइन। सो आज चाहिँ दिन एकदम दामी खुलेको छ होइन। सो इन्जोय भइरहेछ है ल साथीहरू। अनि म चाहिँ यताउति टक्क आज घुम्दैछु होइन। परतिर जानुपर्ने हुन्छ त्यहाँ सिस्नो हेर्नुलाई। अनि निङ्गुरहरू पनि अब त होला निकै पलाएको होला त्यो बेला। सो त्यही भएर म चाहिँ अब हाम्रो अलैँची बारी भन्छ त्यता जान आँटेको है। यो चाहिँ हाम्रो अमलाको बोटहरू यस्तो छ। अनि तपाईँ म चाहिँ जाँदैछु अलैँची बारी है। सो कहाँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्नु होला होइन। सो भिडियो राम्रो लागेमा मेरो चाहिँ नि लाइक पनि गर्न नभुल्नु होला भने चाहिँ यस्तै छ। खोर्सानी रोपेको यसपालि है। अब ट्याक्कै यो चाहिँ यस्तो भइरहेछ ट्याक्कै। यो अब चाहिँ फल्ने बेला भयो। ल दिन दामी छ ल साथीभाइहरू। आज दिन धेरैमा खुल्यो यार, ननस्टप 5-6 दिनको झरीपछि है। देख्न सक्नुहुन्छ सर पारी रतन छ भन्ने ठाउँहरू। अब पछि म ब्याडे भन्छ अलैँची बारीतिर जाँदैछु साथीहरू। निङ्गुरो र सिस्नु फुल्ने सिजन हो यति बेला है। फुलेको छ छैन। सो एउटा काँक्रा रहेछ दामी गरी यहाँ। यसलाई चाहिँ अब टिपेर व्यवस्था गरिदिनु पऱ्यो। साला कति तर यसलाई चाहिँ अब प्याकको व्यवस्था गर्दै गर्दै जाने हो। सक्नुहुन्छ त्यसका चाहिँ छ धानहरू पनि यस्तो भइसक्यो है। अब गोड्ने बेला हुन आँटिसक्यो धानहरू। यस्तै छ। धानहरू पनि गोड्ने बेला भयो है मित्रहरू। टक्कै यहाँ यस्तै छ, यहाँ यस्तै छ सबै कुरो हो भन्दा नि यसै ठुलो छ। ल अब चाहिँ यो अघि टिपेको काँक्रा है टक्क खाँदै खाँदै गइन्छ। अहिले एकदम दामी दिन भएको छ है। काँक्रा पनि घामले सेकाएर क्या गुलियो भएछ। दो बेला रतन छ लामी डाँडा जस्तै कि यो चाहिँ लामा खोइ साथीहरू। एक हाइवे देख्न सक्नुहुन्छ। मध्य पूर्वी मध्य पहाडी लोकमार्ग यो सडक है।
ट्याक्कसँगले त्यो पर चिप्ले ढुङ्गा हामी सानोमा त्यहाँ चाहिँ धेरै चाहिँ नै अब कपडा चाहिँ हामीले दुलो पारेको छौँ होइन चिप्ली खेल्दा पर्छ यस्तै छ अब बुढेसकाल लागेछ यार यतातिर चाहिँ होइन यो घाँस चाहिँ त हामीले बब्बाले पहिला काटिनु त ल साथीभाइहरू होइन यो घाँस देख्न सक्नुहुन्छ है सो यो चाहिँ हाम्रो पहिलाको हाइवे ठाउँहरू है यताको घाँस हामी केही राख्दैन थियौँ यार सानोमा यो चाहिँ टक्क हाम्रो बतासे डाँडा आइपुग्यो यता पहिला हाम्रो है सबै खरै खरो घाँस हो त पहिला पुरा घाँस काटेर हिँडिन्थ्यो ए छरी नछरिदेऊ यसरी जब हुन्छन् मेरी माया ल ट्याक्कसँगले बतासे डाँडा यो डाँडामा बसेर गोठा लाउँदाखेरि खुब गीत गाइन्थ्यो है चाहिने बचपनको याद आउँछ यार त्यतिर घाँस देख्न सक्नुहुन्छ सबै यो चाहिँ हामी पहिला चाहिँ यो डाँडा पिलित्तै पार्थ्यौँ होइन अचल त अब त्यत्रो जाँगर छैन त्यही यो पर 3 तले ढुङ्गा ल देख्न सक्नुहुन्छ 3 तले ढुङ्गा अब यहाँ माथि छ माथि छ ठुलो ढुङ्गा ए पुरा जोस भएछ हो यहाँ यो गइरातिर चाहिँ हाम्रो अलैँची बारी ए पुरा झौसियो भएछ त झप्सी भएछ हो साइली अथवा मासाले ए ल अलैँची बाहिर चाहिँ फाइनली मित्रहरू 3 तले ढुङ्गा त यहाँ देख्यो मजाले देखिँदो रहेछ त तर मलाई त्यो पस्ने झन्झट लाग्यो यार निङ्गुरो त रास रहेछ त्यो पस्न झन्झट भयो गर्ने के यार सिस्नुको चाहिँ ल नाम निशानै छैन है निङ्गुरो चाहिँ निकै रहेछ है कसरी पस्ने अब ल साथीभाइहरू चिज चाहिँ खोज्नु चाहिँ गएको है छन चाहिँ रहेछ तर चाहिँ नै त्यो झोसारीदेखि मलाई डर लाग्यो हगि त्यही भएर म चाहिँ बरु घरमा फर्किँदैछु सकिँदैन यार त्यो त रडिच रहेछ घर जाने हो बरु यताउति गर्ने है आज चाहिँ
दिन उग्रेको उपलक्ष्यमा चाहिँ ट्याक्कसँगले यसो घुम्दैको अब गएर टक्क सँगले खतरा खुत्रु गरिन्छ त्यस्तै छ। खोर्सानीहरू पनि पुरा यो झरीले है सबै खतम गरेको छ यार। झरीले गर्दाखेरि तपाईँको खोर्सानीको पनि बिजोग छ। यस्तै हो। गर्मीले थाल्यो यार। जङ्गे साहब यहाँ हुनुहुन्छ। फर्सीको गट्टो जङ्गे पुरा घाँस पेल्दैछ। डाइट है यहाँनिर चाहिँ टक्क यो रुख भेन्डा भन्छ है। अब सिस्नुको सिजन आउँदैछ होइन। सिस्नु र थ्याप्लोसँग यसको अचार यस्तो दामी हुन्छ कि साथीभाइहरू ढ्याक्कले है। गर्मीले त मारिदियो त हो। अरे बाप्रे घर आइयो है मित्रहरू। ल खोर्सानी चाहिँ यो चाहिँ ट्याक्क बोइल गरेर सुकाएर चाहिँ पछिको लागि हो। यो चाहिँ टक्क जुगाडै पछि दामी हुन्छ नि त ट्याक्क सिकुटी बनाउने। ठिकै। ओहो घाम त ल साथीभाइहरू घाम चाहिँ आज पुरै टाउकै फुटाउने आइरहेको छ। बवाल नजारा छ त यार। टक्क मेरो ड्युटीतिर जाम है। एकछिन ड्युटी हाल्नु पर्ला जस्तो लागिरहेछ। चाहिन्छ के अरे यो कटेज चाहिँ पुरै सला मुनिदेखि माथि कुकुर पसेर डगीले पुरा धुलो पारेर है सबै यो बाँसहरू मकिएछ। मैले दामी धेरै मेहनत गरेर बनाएको थिएँ साथीभाइहरू यो है। अब चाहिँ यहाँ चाहिँ ट्याक्क बोइलर बस्छ है मित्रहरू। अब चाहिँ यहाँनिर ट्याक्क यो पार्नु पर्ने छ है। बोइलर सकेर चाहिँ ल्याइहाल्नु पर्ने छ। सो त्यही हो। माछा पोखरी थियो मेरो। माछा दामी दामी ठुल्ठुलो 1-1 किलोको भन्दा धेरै थियो होइन। सबै रोग लागेर रोग आएको छ अहिले साथीहरू। घाँस काट माछामा सबै मरेर सक्यो। अब चाहिँ यो पोखरीलाई सुकाएर चाहिँ मजाले सफा गरेर चुना हानेर मात्रै माछा लाउने हो। 15-20 किलो माछा सक्यो यार मरेर। अब माटो तानी जसमा भक्का अब क्या माथिल्लोपट्टिको
यहाँ चाहिँ माउरी 3 गाड छ टक्कसँगले होइन यस्तै हो यो चाहिँ टक्क कालो अङ्गुर है साथीभाइहरू वाइन बनाउने अङ्गुरको बिरुवा हो यो चाहिँ कान्छाले काठमाडौँदेखि लिएको है यत्रो हुँदैछ यो टक्क देख्न सक्नुहुन्छ अर्को चाहिँ फेरि निकै बढिरहेछ यो चाहिँ हामी यो पनि कान्छाले नि लिएको त खतरा छ यो त निबुवाफलाई चाहिँ खतरा छ है साथीहरू दाना दाना छ यार कति हो कति त्यतिर त मैले कति फलेको रे आएर यस्तरी फलेको छ है निबुवा चाहिँ ल देख्न सक्नुहुन्छ कति छ कति अरे ओके ल यो भिडियोको लागि चाहिँ यति नै है अर्को नेक्स्ट भिडियोमा भेटौँ ल सम्पूर्णलाई बाई बाई त